सस्पेन्सन ब्रिजमा चाहिँ लोड ट्रान्सफर कसरी हुन्छ भन्ने कुरा सुरुमा चाहिँ हाम्रो जस्तो यो डेक हुन्छ यहाँनिर होइन, जस्तो हामीले यदि यही कुरालाई चाहिँ यसरी क्रस सेक्सनमा काट्ने हो भने यसरी एउटा डेक हुन्छ यहाँनिर। त्यो डेक अथवा लाइभ लोडमा भएको जुन डेक लोड अर्थात् लाइभ लोड हुन्छ नि, त्यो चाहिँ हाम्रो पहिला चाहिँ यो सस्पेन्डरले लिन्छ। सस्पेन्डरबाट हाम्रो लोडहरू यसरी चाहिँ मेन केबलमा ट्रान्सफर हुन्छ। मेन केबलबाट यसरी चाहिँ फेरि टावरमा अर्थात् पाइलनमा ट्रान्सफर हुन्छ। त्यसै बल्ल फाउन्डेसन हुन्छ। यसको लोड ट्रान्सफर मेकानिजम चाहिँ सबभन्दा बुझ्नुपर्ने कुरा छ। सुरुमा चाहिँ डेक लोड लाइभ लोड सुरुमा चाहिँ सस्पेन्डरमा जान्छ, सस्पेन्डरबाट चाहिँ मेन केबलमा जान्छ, मेन केबलबाट पाइलनमा जान्छ। अनि यसको काम भनेको टर्नबकल काम भने हरिजन्टल रियाक्सन कम्पोनेन्टहरू लिनु हो यसको। यसरी मेनली चाहिँ यो बुझ्नुपर्छ। अनि यसको मेनली अब यो ह्यान्डल केबल भयो, त अब यो फिक्सन केबल यहाँनिर हुन्छ, यो ह्यान्डल केबल, यो मेन केबल, यो टावर, त्यसपछि यो फाउन्डेसन, यो एचएफएल, यो टर्नबकल होइन, अनि यो फेन्स वेभिङ होइन। अब यो नर्मल यो हुन्छ। यसको चाहिँ हाम्रो यो त एजेन्ट क्रस सेक्सन भन्यो भने इलिभेसन भने पनि भयो। हाम्रो क्रस सेक्सन चाहिँ यसले काट्दाखेरि यस्तो पनि बन्छ। अनि प्लानमा चाहिँ हाम्रो यस्तो स्क्यु टाइपको भन्छ, यस्तो स्क्यु भन्छ।